कसरी भनौँ आमा, म फर्किँदैछु। जुन दिन तिमीले मेरो निधारमा आशिषको टीका लगाएर आँखाभरि सपना र मनभरि विश्वास राखेर विदाई गर्यौ, त्यसै दिन भाग्यले मेरो काँधमा एउटा सुटकेस मात्र होइन, पुरै घरको भविष्य बोकाइदियो। त्यस दिनदेखि मेरो उमेर वर्षले होइन, जिम्मेवारीले गर्न थाल्यो। म घरकी एक्लै छोरी थिएँ। रोगी आमा बुवा भाइ बहिनीको भविष्य, घरको ऋण र अनगन्त्य अभाव, यी सबैले मेरो कलिलो काँध खोजे। मलाई पनि संसार चिन्ने रहर थियो, आफ्नै नामले चिनिने रहर थियो। तर मेरो हातमा किताबभन्दा पहिले जिम्मेवारी आयो। अरूका छोरीहरू रहरको उमेरमा प्रेम पत्र पढ्दै गर्दा म भने अस्पतालमा रिपोर्ट, ब्याङ्कका किस्ताहरू, ऋणको हिसाब पढ्दै ठुलो भए। कोही परदेश सुनको सपना बोकेर आउँछन्, म त घरको आँसु लुकाउने आँखा बोकेर आएकी थिएँ। अलिकति दुःख गर्छु अनि सबै ठिक हुन्छ भन्ने एउटा वाक्य समातेर मैले आफ्नो पुरा जवानी खर्च गरिदिएँ। घरको अवस्था फेरिन्छ भन्ने आशमा दिन महिना र वर्षहरू बिताइरहे, तर कहिले ऋण सकिएन, कहिले मेरो जीवन रित्तिँदै गयो। मैले आफै थाहा पाइनँ, मेरो जीवन जलिरहेको मैन बत्ती जस्तै रहेछ। आमा, अरूको कोठा उज्यालो पार्दा पार्दै आफू भने थोपा थोपा पक्लिरहेछु। कहिलेकाहीँ ऐना अगाडि उभिन्छु, ऐनाले मेरो अनुहार देखाउँदैन, समयले कोरेका चिराहरू देखाउँछ। कहिलेकाहीँ त लाग्छ ऐनाले पनि मलाई चिन्दैन, उसले सोधे जस्तो लाग्छ, त उही केटी हो जसले हाँस्दा गालामा गुलाब फुल्थ्यो। मसँग उत्तर हुँदैन। मेरो जवानी त्यसरी ओइलाउँदै गइरहेको छ जसरी बिहानको शीतले भिजेको गुलाब मध्याहको घाममा बिस्तारै टाउको झुकाउँछ। कहिलेकाहीँ लाग्छ समयले मलाई त्यसरी मेटाइरहेको छ जसरी स्वागरातपछि नयाँ दुलहीको हातमा मेहेन्दी बिस्तारै फिक्का हुँदै जान्छ। रङ्ग अझै बाँकी हुन्छ, तर त्यसको चमक हराइसकेको हुन्छ। कपाल झरेका मात्र छैनन्, सपनाका हाँगाहरू पनि पातविहीन भएका छन्। ओठ सुकेका मात्र छैनन्, मुस्कुराउने कारणहरू पनि सुक्दै गएका छन्। आँखा राता मात्र भएका छैनन्, वर्षौंदेखि नबर्सिएको बादल बनेका छन्। गालाका छाला फेरिँदै गएका छन्। गुलाबी जवानी बिस्तारै ओइलाउँदै गएको छ। लगाएका चोलीका तुना खुकुलो बन्दै गएका छन्। जिम्मेवारीको पछि भाग्दा भाग्दै मैले आफ्नै परिचय हराएँ। ऐनाले पनि कहिलेकाहीँ मलाई जिस्काउँछ। अरूको जीवन सजाउन खोज्दा आफ्नो जीवन विशेष। कहिलेकाहीँ ओठ मुस्कुराउन खोज्छन्, तर मुस्कान ठिक त्यसै गरी फर्केर जान्छ जसरी ढोकासम्म आएको पाहुना घरभित्र शोक देखेर नबसे फर्किन्छ। रातहरू यति लामो भएका छन्, मानौ घडीका सुईहरू पनि मेरो थकान बोकेर हिँडिरहेका छन्। मानिसहरू भन्छन् परदेशमा पैसा फल्छ, सायद फल्छ होला, तर कसैले देख्दैनन् त्यो पैसा फल्ने रुखलाई मानिसको उमेर मल बनाएर हुर्काइन्छ। मैले कमाएको हरेक नोटमा एउटा निन्दा टाँसिएको छ, हरेक रुपैयाँमा एउटा चाड पर्व छुटेको छ, हरेक महिनाको तलबमा एउटा अधुरो सपना गाडिएको छ। घरमा सबैले सोध्छन् छोरी बलियो छ, आफन्तहरू भन्छन् पैसा कमाएर बदली। भाइ बहिनीले पनि कहिलेकाहीँ सोच्दा हुन् दिदीलाई अब हाम्रो मतलब छैन, तर कसैले देख्दैनन् यो बदलिएको स्वभाव होइन, थाकेको आत्मा हो। म बलियो भएकी होइन, मलाई कमजोर हुने छुट मात्रै कहिले मिलेन। दिनभर काम गर्छु, हिँड्छु, हाँस्छु, फोनमा म सन्चै छु भन्छु, तर ती शब्दहरू मनबाट होइन, बाध्यताले सिकाएको अभिनय हुन्। रात पर्ना साथ सबै अभिनय सकिन्छ, कोठाभित्र म र मेरो एक्लोपन मात्र बाँकी रहन्छ। कहिलेकाहीँ यस्तो लाग्छ म दुई किनारा बीच अड्किएको डुङ्गा हुँ, न फर्किन सक्छु, न पारी पुग्न सक्छु। निन्द्रा आउँदैन, सपना पनि आउँदैन, घडीको टिकटिक आवाज पनि चर्को लाग्छ। साँच्चै कुन दिन आफ्नै धड्कनको आवाज पनि झर्को लाग्छ र चुप बनाउने प्रयासमा म सधैँको लागि सुनसान हुन्छु। मैले जीवनमा धेरै कुराहरू गुमाएँ आमा। सिउँदोभरि सिन्दुर सजाउने सपना, रातभरि मेहन्दी चुराको रङ, आफ्नो लागि बाँच्ने केही वर्ष। आज म फर्किन खोज्दैछु, हारेर होइन, धेरै लड्दा लड्दै थाकेर, रित्तिएर होइन, धेरै बोक्दा बोक्दै झुकेर। यदि कुनै दिन म साँच्चै तिम्रो सामु आइपुगेँ भने मेरो हातमा कति पैसा छ भनेर नसोध्नु, मैले कति पैसा कमाएँ वा कति जितेँ भनेर पनि नसोध्नु। बस पहिले जस्तै मेरो निधारमा हात राखेर एउटा कुरा मात्रै भनिदिनु, थाकिसै छोरी, अब अलिकति आराम गर। सायद त्यस दिन वर्षौंदेखि मनको कुनामा थुनिएका आँसुहरू एकपटक स्वतन्त्र भएर बग्नेछन् अनि म पनि पहिलो पटक महसुस गर्नेछु म असफल भएर फर्किएकी होइन, आफ्नै घर फर्किएकी छोरी हुँ भनेर।